च्यानल अनि गाइस फाइनली हाम्रो एक्जाम पनि भइसकेको छ। हिजो चाहिँ हाम्रो एक्जाम भएको अनि आज चाहिँ हाम्रो भ्याकेसनको 1 डे हो हैन। अनि म चाहिँ नुहाइधुवाइ गरेर पनि गाइस म यहाँ फ्रेस भएर यहाँ हैन। अब म यहाँ कपाल कोर्न लगाएको छु। हेर्नुस् मेरो कपाल ठड्डेर चाहिँ सरी के भन्छ मलाई थाहा छैन कमाएर ऐना हेर्न त हेरेको थिएँ तर यस्तो भएछ। तेल लाउने हो अब चाहिँ म। अनि यहाँ काइयो ढुँडिरहेको छु। काइयो नै भेट्दैन कि गाइस हाम्रो। ल हेर्नुहोस् म नै यहाँ खोजिरहेको यहाँ आएर चाहिँ काइयो त अब म के गरौँ। हाम्रो घरमा काइयो फेरि हराइरहेको छ हिँड्ने जस्तो लाग्छ काइयो चाहिँ। मलाई चाहिँ त्यो पनि बाहिर ल्याएको छु। म चाहिँ नयाँ क्रन्ची देखेको छु। त्यो क्रन्ची चाहिँ मैले उसमा लाएन हैन। त्यो नयाँ क्रन्ची मैले आजकल युज गर्दैछु। अब मेरो आउटफिट चाहिँ हजुरलाई म देखाउँछु। म यो कुर्ता लगाएको छु। एउटा कुर्ता लगाएको छु। यस्तो खाले कुर्ता अनि त्यो फाइट लगाएको छु। हाई गाइस, आज मेरो भ्याकेसनको डे 2 हो हैन। अनि म चाहिँ अब आइसक्रिम बनाउँदैछु। त्यहाँ चाहिँ हाम्रो घर दुध रहेको छ। म चाहिँ अब फुटी खाँदैछु हैन। म चाहिँ क्यामेरा चाहिँ यहाँ उठाएको यो गिलासमा। अब म यहाँ यस्तो लगाउँदैछु। कचौरा लिएको छु। मेरो त मोही मिल्दैन किनभने दुधै छैन। हेर्न सक्नुहुन्छ दुधै छैन। मैले हेरेको थिइनँ सबै चिया पकाउँदै भ्याकेछन्। बिहान मोही गर्ने कुरा चाहिँ गाइस मसँग केही पनि छैन। गर्ने कुरा छ किताब हटाउनु। गाइस खाने कुरा चाहिँ मसँग गर्दैछन्। एउटा छ तर त्यस्तो साह्रो थाहा छैन हैन। मेरो किताबहरू चाहिँ मैले त्यो मेरो अब म 6 क्लासमा जाने हो। र त्यताको लागि चाहिँ किताब चाहिँ मैले राख्न पर्यो नि त हैन। त्यसो भए अब चाहिँ गाइस म चाहिँ कटोरामा चाहिँ पानी भरेर फ्रिजमा राख्न राखेको छु। हेर्न सक्नुहुन्छ हजुरहरूले। अनि आज चाहिँ हाम्रो भ्याकेसनको चाहिँ डे 2 हो। अब चाहिँ म यहाँ राख्दैछु पानी। अब चाहिँ गाइस मैले चाहिँ आटा निकाल्न लागेको छु। त्यसमा चाहिँ म कुर्सीमा चढेँ, त्यसपछि टेबलमा चढेँ अनि मैले चाहिँ आटा निकाल्न लागेको छु। अब चाहिँ म यहाँ आटा निकाल्दैछु। अब मैले यहाँ अलिकति राखेँ आटामा थोरै। अब म फेरि तल झरेर अब चाहिँ मैले यहाँ बेसन हाल्दैछु।
थोरै हालेको मैले चाहिँ होइन, धेरै हालेँ होइन। सबै कुरा थोरै थोरै हालेको छु। अनि त्यसपछि चाहिँ मलाई चाहिएको दुध, तर अलिकति मात्रै थियो दुध। अनि त्यसले चाहिँ यहाँ मैले दुध निकाल्दैछु। राम्रोसँग आएकै थिएन दुध चाहिँ, अलिकति भए पनि गाइज मैले चाहिँ यहाँ दुध निकालेको छु। अब मैले यहाँ सबै कुरा हालिसकेँ। मैले यहाँ मुखमा पनि लगाइसकेँ, हेर्न सक्नुहुन्छ मेरो मुखमा पुरै आइलो देखिरहेको छ, हेर्न सक्नुहुन्छ गाइज। मैले मुख पनि धोइसकेको छु। अब चाहिँ मैले यहाँ मुख पुस्दैछु गम्छाले। बाई बाई गाइज।